लाइफ सेफ्टी कमान छ। कुनै पनि बेला चाहिँ हामी यतिको प्याडल गर्दा पनि भनेको ठाउँमा पुग्न सकिन्न। यो बोट गएर ढुङ्गामा ठोकिनु लाग्यो, खाल्डोमा छिर्नु लाग्यो, त्योभन्दा अगाडि के हुन्छ गाइडलाई थाहा हुन्छ र गाइडले भन्छ सेफ्टीको लागि गेट इन साइड अथवा गेट डाउन। ओके, गेट इन साइड भन्यो भने के गर्ने त हामीले भित्र जानु पर्यो। ओके, गेट इन साइड भन्दा चाहिँ हामी सबैजना भित्र जाने। जानु त जाने, यो ट्रिपको भाग नछोड्ने है। यो चाहिँ के हुन्छ भने यो देख्दा सानो छ, त्यति नै हार्छ। यसले लाग्यो भने चाहिँ घाउचोट बनाउँछ। त्यसैले स्टार्टिङदेखि इन्डिङसम्म चाहिँ नछोड्दिनु। ओके, गेट इन साइड भन्दा चाहिँ हामीले यसरी जानु पर्यो। ओके, गेट ब्याक सिट, गेट ब्याक सिट। गेट इन साइड भन्दा चाहिँ क्विक हुनुपर्छ, छिटो है त। छिटो हुनु भएन र पानीमा झर्नु भयो नआत्तिनु। वाइट वाटर स्विमिङ पोजिसनमा बस्दिने, खुट्टालाई तलतिर टाउकोलाई मासतिर बस्दाखेरि हामी घोटो परेर बस्दिने हो त। घोटो परेर नबस्नु त है। घोटो परेर बस्नुभयो भने चाहिँ के हुन्छ, पानी खाइन्छ, सास फेर्नलाई गाह्रो हुन्छ होइन। जस्तै हामी बस्दाखेरि चाहिँ वाइट वाटर स्विमिङ पोजिसनमा बस्दिने, बुझ्नुभयो। खुट्टालाई तलतिर टाउकोलाई मासतिर बस्दाखेरि चाहिँ हामीसँग प्याडल छ भने यसरी बस्दिने। पानीमा झर्नु भयो नआत्तिने, यसरी बस्ने। प्याडल छ भने यसरी बस्दिने, प्याडल छैन यत्तिकै बस्दिनु र मुख बन्द गर्ने, आँखा खोल्ने। अगाडि के आइरहेछ हेर्नु पर्यो। अगाडि ढुङ्गा आइरहेछ भने हामीले खुट्टाले पुस गरेर पनि साइड लाग्नु सक्छौँ र हामीसँग प्याडल छ भने प्याडलले पनि पुस गरेर साइड लाग्नु सक्छ। जस्तै हामी झरिहाल्यौँ भने चाहिँ यस्तो फ्ल्याटमा झर्दैन, ऱ्यापिडमा छालमा झर्नु सक्छौँ। त्यतिखेर चाहिँ तपाईँहरूले मुख खुल्ला नगर्नु। मुख खुल्ला राख्नुभयो भने चाहिँ के हुन्छ, पानी खाइन्छ है। जस्तै तपाईँले मुख खुल्ला गर्नुभयो भने अगाडिबाट जति छाल आयो त्यति पानी खानुहुन्छ। त्यसैले मुख बन्द गर्ने, बुझ्नुभयो। अनि भुइँ भेट्ने चान्सेस धेरै नै हुन्छ, ड्रिप हुन्न। ऱ्यापिडमा ड्रिप हुन्न, भुइँ भेट्ने चान्सेस धेरै नै हुन्छ। मैले चाहिँ भेट्दो रहेछु भनेर नटेक्दिनु, टेक्ने कोसिस चाहिँ नगर्नुहोस् है। तपाईँहरूले टेक्ने कोसिस गर्नुभयो भने के हुन्छ, तपाईँलाई चाहिँ पानीको फ्लोले बगाइरहेको हुन्छ। तपाईँले टेक्ने कोसिस गर्नुभयो भने तपाईँहरूको खुट्टा चाहिँ कतै गएर लक हुनुसक्छ। त्यसैले टेक्ने कोसिस चाहिँ नगर्नुहोस्, जति सक्दो फ्लोट भइदिनु।